फोटो जर्नलिजम एक्सलेन्स अवार्ड 2 दशकभन्दा लामो समय नेपालको सक्रियता रहेको छ। स्थापित र वरिष्ठ फोटोकारको रूपमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष रहनुभएका राष्ट्रिय समाचार समितिमा पनि कार्यरत उहाँले पूर्व प्रधानमन्त्रीको सचिवालय र निर्वाचन आयोगको आधिकारिक फोटोग्राफरको रूपमा समेत कार्य गरिसक्नु भएको छ। उहाँको एकल फोटो प्रदर्शनी फ्लाइट एन्ड फ्रेम 2025 निकै चर्चित रहेको थियो र केही समय अगाडि मात्रै वर्ल्ड बुक अफ रेकर्ड्स लगायतका पुरस्कारबाट सम्मानित उहाँलाई दृश्य पत्रकारिताको विकास, पेशागत नेतृत्व र तस्बिर मार्फत इतिहास सुरक्षित राख्न पुर्याउनु भएको योगदानका लागि यो अवार्ड प्रदान गरिएको छ। फोटो जर्नलिजम एक्सलेन्स अवार्ड प्रदीप राज वन्द। कर्पोरेट एक्सलेन्स अवार्ड का अर्का रेसिपिएन्ट कर्पोरेट भनेकै कर्पोरेट खबर।